Hi guys, यति धेरै दिनपछि चाहिँ I came finally I tried to came again. अनि चाहिँ यति धेरै दिनपछि चाहिँ I have to do so many things. म तपाईँलाई फेरि नयाँ कुराहरू म आफू पनि पढ्छु र पढाउँछु पनि भनेर हामी here came back अनि came back कति धेरै कुराले चाहिँ पछाडि परिरहेको थियो एउटा त हेल्थ इस्यु भइरहेको थियो के भइरहेको थियो अनि अहिले पनि आइ एम नट फिलिङ वेल अनि त्यही कुराले कति ब्याक भइरहेको थियो कि नो 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 आई सुड नट डु दिस थिङ अगेन एन्ड नो 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 म ब्याक हुने चान्सै छैन कन्सिस्टेन्सी चाहिँ राख्छु मैले भनेर सोच्दै पनि मेन्टेन गर्न सकिरहेको छैन अब चाहिँ आजदेखि चाहिँ आई विल मेन्टेन इट कन्सिस्टेन्सी आई विल मेन्टेन दिस कन्सिस्टेन्सी चाहिँ मैले एकदम मेन्टेन गर्छु है त आई ट्राई टु एकदमै कुनै पनि 3 टपिक्स मैले 5 टपिक्स चाहिँ सोचिरहेको थिएँ भर्खर 3 गराएँ 3 टपिक्समा चाहिँ एकदमै क्लियर छ्याङ्ग भएर बुझ्न चाहन्छु एभ्री डे र आई विल अपलोड द्याट 3 टपिक एभ्री डे है त त्यो चाहिँ त मैले चाहिँ नट यो भिडियो अपलोड गर्नुको मुख्य उद्देश्य चाहिँ मेरो केही पनि होइन जस्ट मैले आफूले पढेका कुराहरू रिकल गरिन मिल्छ अनि कसैले त्यो टपिकमा खोज्नु भयो भने चाहिँ त्यसले फाइन्ड आउट अनि उहाँहरूले बुझ्नु भयो भने चाहिँ उहाँहरूको लागि बेनिफिट हुन्छ भन्नु मेरो दुईवटा मात्रै उद्देश्य हो एउटा चाहिँ मैले आफूले पढाएका कुराहरू मलाई कहिलेकाहीँ चाहियो भने रिकल गर्नलाई भइहाल्छ र अर्को कुरा चाहिँ कसैलाई त्यो टपिकमा केही जानकारी चाहिएको छ भने र मेरो भिडियो हेर्नु भने रिच आउट हुन्छ भनेर मात्र हो अरू चाहिँ आई डोन्ट वान एनिथिङ है के पनि चाहिएको छैन लाइक भ्यू सब्सक्राइब नथिङ जस्ट इफ तपाईँहरूले त्यो टपिकभित्रको कन्टेन्ट आवश्यक छ भने हेर्न सक्नुहुन्छ अनि मैले चाहिँ कन्सिस्टेन्सीले कतिको कन्सिस्टेन्सी एचिभ गर्न सक्छु है त आज कति हो आज 2082 आई थिङ्क 12 महिना 25 गते ल यहाँदेखि मैले कन्सिस्टेन्सीले चाहिँ डेभलप गर्छु आज डे फर्स्ट आई हेभ सो बिजी सेड्युल्स है जब अनि प्लस हाउस प्लस अरू पनि छन् सबै चिजबाट चाहिँ टाइम निकालेर मैले कन्टेन्ट त्यो टाइटलहरूको बारेमा टपिक बुझ्छु अनि भिडियोज पनि अपलोड गर्छु है त ओके लेट्स च्यालेन्ज माइसेल्फ अनि फेरि कति धेरै दिन घरै बस्नु हुँदैन कहिले कता ट्राभलिङ कहिले कता जानुपर्छ कहिले के हुन्छ सबै कुराहरूलाई म्यानेज गरेर आई ट्राई टु मेक भिडियोज थ्याङ्क यू सो मच हेभ अ गुड डे